ड्रागन फ्रुट्सका बिरुवा रोपिसकेपछि यहाँ मेरो पछाडि ब्याकग्राउन्डमा देख्नुहुन्छ यो अवस्थादेखि यो अवस्थासम्म पुर्याउन वा रोपिसकेको अवस्थादेखि फल्ने अवस्थासम्म पुर्याउन के कुरामा ध्यान दिनुपर्छ वा यसलाई छिटो बढाउन वा छिटो ग्रोथ सर्भाइभ होस् वा छिटोभन्दा छिटो फलोस् वा छिटोभन्दा छिटो चाहिँ नै माथि पुगोस् र छिटोभन्दा छिटो फल प्राप्त गर्न सकियोस् भन्नका निमित्त हामीले के कुरामा ध्यान दिनुपर्छ वा के कुराको जरुरत हुन्छ जुन चिजले गर्दा चाहिँ ड्रागन फ्रुट्सका बिरुवा छिटो फल्छन् छिटो हुर्किन्छन् भन्ने कुरामा भन्ने कुराको के कुरामा विशेष के कुरामा ध्यान दिनुपर्छ के चाहिँ चरणहरू चरणबद्ध रूपमा हामीले चाहिँ सफल रूपमा गर्नुपर्ने हुन्छ भन्ने विषयमा आज म यस भिडियोमा रहेर तपाईहरुलाई बताउने छु सिकाउने छु कि ड्रागन फ्रुट्सका बिरुवा रोप्ने बेलादेखि फल्ने बेलासम्म के कुरामा विशेष ध्यान दिनुपर्छ र छिटो फल्छन् बढी फल्छन् बढी मुनाफा लिन सकिन्छ भन्ने विषयमा। नमस्ते, म हिमाल मगर हिमाल ड्रागन फ्रुट्स फार्म युट्युब च्यानल तथा फेसबुक पेज मार्फत एकैसाथ हेर्नुभएका तपाईँ सबैमा म हिमाल मगरको तर्फबाट साथीहरू सदा चाहिँ आज पनि म तपाईहरुका लागि नयाँ भिडियो ल्याएर उपस्थित भइसकेको छु कि ड्रागन फ्रुट्सका बिरुवा रोपिसकेपछि फल्ने बेलासम्म हामीले के कुरामा ध्यान दिनुपर्छ के काम गर्नुपर्छ हामीले छिटो फलाउन भन्ने विषयमा। साथीहरू भिडियोमा नयाँ हुनुहुन्छ भने च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब र भिडियोलाई लाइक गर्न अलिकति पनि कन्जुसाइ नगरिदिनु होला, किनकि म तपाईहरुका लागि निमित्त खोजमूलक र जानकारीमूलक भिडियोहरू सधैँ ल्याइरहन्छु यस च्यानल वा यस पेज मार्फत। तसर्थ च्यानललाई सब्स्क्राइब गर्न अलिकति पनि कन्जुसाइ नगर्नु होला। यदि तपाईँ चाहिँ ड्रागन फ्रुट्स सम्बन्धी चासो राख्नुहुन्छ वा व्यवसाय खेती गर्ने सोचमा हुनुहुन्छ वा गरिसक्नु भएको छ भने पनि सब्स्क्राइब गर्न नभुल्नु होला, किनकि हामी ड्रागन फ्रुट्समा लाग्ने सम्पूर्ण ट्युटोरियल भिडियोहरू हामी यहाँबाट तपाईहरुका निमित्त प्रदान गर्छौँ। साथै धेरै तपाईहरुको समय म खर्चिन्न, किनकि आज म जुन विषय उठान गर्दैछु सही विषयमा चाहिँ नै प्रवेश गर्न चाहन्छु। यहाँ देख्न सक्नुहुन्छ मेरो पछाडि ब्याकग्राउन्डमा यो जम्मा 2 महिनाको रोपेको जम्मा 2 महिना भएको छ। रोपेको 2 महिनामै पनि सुट्सहरू टन्न आइसकेको छ। देख्न सक्नुहुन्छ, देखाइदिनु होला। यसरी चाहिँ नै सुट्स हामीले यहाँ देख्न सक्नुहुन्छ काटछाट गरेर हामीले निकालिसकेका छौँ धेरै सुट्सहरू, किनकि हामीले व्यवस्थित तरिकाले यी सुट्सहरूलाई लैजानु पर्ने हुन्छ। तसर्थ हामीले देख्न सक्नुहुन्छ यसरी एउटा सुट्स मात्र लिएका छौँ। अब म तपाईलाई के कुरामा फोकस गराउँदैछु भन्दा हामीले ड्रागन फ्रुट्स यो स्टेजबाट फल्ने स्टेजसम्म चाहिँ के कुरामा ध्यान दिनुपर्छ भन्ने। सर्वप्रथम त हामीले माटो तयारी गरिसकेपछि देख्न सक्नुहुन्छ यसरी हामीले अन्य ठाउँमा पनि ड्रागन फ्रुट्सको फार्मिङ गरिरहेका छौँ। तपाईलाई थाहै छ यो हामीले नयाँ प्लान्ट चाहिँ नयाँ प्लान्टेसन हो यो हाम्रो। यो अवस्थामा वा यो यसरी चाहिँ नै माटो क्यारी गरेर वा यसरी चाहिँ नै एउटा सेक्सन वाइज चाहिँ नै यसरी माटो तयार गरिसकेपछि बिरुवा रोप्नुहुन्छ। बिरुवा रोपिसकेपछि हामी कतिपयले त्यतिकै छोडिदिनुहुन्छ, यसको स्याहार सुसारमा ध्यान दिनुहुन्न। त्यो हामीले रोपेर मात्र हुँदैन, रोपेर मात्र कदापि हुँदैन। यसलाई सही समयमा पानी, मल, जल र बेन्डिङ, यसको लागि विशेष त कोटिङ बेन्डिङको पनि म पनि विशेष ध्यान दिनुपर्ने हुन्छ। यहाँ देख्न सक्नुहुन्छ यसरी चाहिँ नै हामीले रोपिसकेपछि यसरी नयाँ मुना जसरी आउँछ पहिलो चरण त हामीले यसरी रोप्छौँ। यसरी नयाँ सुट्सहरू आउँछन्, टन्न आउँछन्, यहाँ हामीले हटाइसकेका छौँ। चाहिने भन्दा बढी सुट्स हामीले लैजानु हुँदैन, किनकि हामीलाई चाहिएको यहाँबाट माथि टायरसम्म जान्जेल हामीले टायर फिट अट्याच गरेका छैनौँ। टायर अट्याच गरेको खण्डमा पनि म तपाईँलाई बताउने छु कि यसरी यो अवस्थामा हामीले यो डाँठ मात्रै रोपेका हुन्छौँ। यहाँबाट सुट्स आएको छ, यहाँ देख्न सक्नुहुन्छ नयाँ यहाँ टन्न 8-10 वटा सुट्स आउँछन्, 4-5 वटा सुट्सहरू आउँछन्। त्यो मध्येमा पनि एउटा चाहिँ नै एकदम राम्रो गुणस्तरीय सुट्सलाई चाहिँ राख्नु होला तपाईँले, अरू सबै हटाइदिनु पर्ने हुन्छ। यसरी चाहिँ नै माथिसम्म यसलाई चाहिँ नै यहाँ पनि देख्न सक्नुहुन्छ यसरी चाहिँ नै बेन्डिङ गरेर एउटा रस्सीको सहायताले चाहिँ नै यसलाई टायरमा अट्याच गर्दै जहाँ माथि पुग्छ, माथिबाट चाहिँ आउटसाइडमा जान खोज्यो भने यसलाई चाहिँ
सिधा स्ट्रेट माथिसम्म पुगोस् भन्नका निम्ति यसलाई यो रस्सीको सहायताले बाँड्दै माथिसम्म लैजानु पर्ने हुन्छ। अनि माथि गइसकेपछि हामीले क्यानोपी कसरी बनाउने भन्ने पनि भिडियो बनाएर राखिदिएका छौँ। योभन्दा माथि गइसकेपछि व्यवस्थित तरिकाले हाँगा कसरी लैजाने, अन्यथा हावाले वा हावा चल्छ कतिपय ठाउँमा, हावाले चाहिँ नै भाँचिदिने नष्ट गराइदिने हाँगा समस्याहरू आउँछ। त्यसैले यसलाई चाहिँ नै अट्याच गर्दै लैजानु पर्ने हुन्छ। र यहाँनिर तपाईँलाई देखाउँ म, यहाँनिर यसरी चाहिँ नै यहाँ बाँधेको देख्न सक्नुहुन्छ। यसरी चाहिँ बाँड्दै डोरीको सहायताले लिनुहुन्छ। अनि यसले चाहिँ के गर्छ त भन्दा आफूलाई सर्भाइभ गर्न वा आफूलाई जिउन सजिलो होस् वा आफूलाई चाहिँ आफू ठाउँबाट नहल्यौँ भन्नका निमित्त यसले के गर्छ त यही पोलमा नै यसले यहाँबाट चाहिँ जरा हाल्छ र यसलाई समाउँछ। अनि हामीलाई समाइसक्यो भने डोरीको आवश्यकता पर्दैन र यो के हुन्छ त माथि पुग्छ। माथि पुगिसक्यो भने चाहिँ क्यानोपी बन्न पुग्छ। अब यो त थियो हामीले माथिसम्म लैजाने प्रक्रिया। यसलाई चाहिँ नि हामीले समयमा रोपिसकेपछि धेरै साथीहरू के गर्नुहुन्छ, अत्याधिक मात्रामा पानी हालिदिनुहुन्छ। यसले पानी धेरै सहदैन। तपाईँहरूलाई म त्यो पनि बताउँ, यसले अत्याधिक मात्रामा पानी भयो भनेदेखि यो सडेर नष्ट हुन्छ वा गलेर नष्ट हुन्छ, कुहिएर नष्ट हुन्छ। तसर्थ हामीले यसलाई चाहिँ नि एकदम सही चिस्यानमा वा सही टेम्परेचर प्रदान गर्नुपर्ने हुन्छ। यहाँ देख्न सक्नुहुन्छ यसरी हामी यसलाई चाहिँ पानी जम्मा हुन नदिने गरी यसरी चाहिँ एकदम चिस्यान मेटिने गरी चाहिने यसलाई र एकदम सुक्खा नहुने गरी त्यो चाहिँ नै किसिमको वातावरण बनाएर यसलाई पानी दिनुपर्ने हुन्छ। पानी जम्मा नहोस्, हामीले हालेको पानी सर्ल चाहिँ पानी कटोस् र माटोले पनि सोच्न सकोस्, त्यसरी चाहिँ हामीले पानी दिनुपर्ने हुन्छ। प्रत्येक चाहिँ नै रोपिसकेपछि यदि चाहिँ नै गर्मी याममा रोप्नु भएको छ भने दिनको चाहिँ नै 3 पटक वा तीन दिनको अन्तरालमा एकपटक दिँदा चाहिँ नै मजाले हुन्छ। र यो त थियो रोप्ने पानी दिने तरिका। अब यसलाई मलजल सकेसम्म तपाईँले पहिले नै दिइसक्नु भएको हुन्छ माटो तयारी गर्दा। यदि चाहिँ नै माटो तयारी कसरी गर्ने भन्ने विषयमा वा मलजल कसरी दिने, यसलाई यसको माटो तयारी रोप्नु पूर्व माटो तयारी कसरी गर्ने भन्ने विषयमा तपाईँलाई जानकारी छैन भने माथि आई आइकनमा देख्न सक्नुहुन्छ। आई आइकनमा भिडियो राखिदिएका छौँ हामीले, त्यहाँ गएर क्लिक गरेर पनि हेर्न सक्नुहुन्छ। र तपाईँले पहिला यो माटो मैले तपाईँले मल दिएर छोपिसक्नु भएको छ भने यसलाई चाहिँ नै प्रत्येक महिना वा प्रत्येक 15 दिनमा अथवा महिनाको एकपटक चाहिँ नै तपाईँले झोलमल चाहिँ नै मजाले दिनुपर्ने हुन्छ। ताकि झोलमल भन्नुको मतलब तपाईँ मैले पहिला पनि बताइसकेको छु, भिडियो बनाइसकेको छु यस विषयमा। सो झोलमल चाहिँ नै तपाईँले दिनुभयो भनेदेखि त्यसले पानीको पनि काम गर्छ र पर्याप्त यसलाई बाँच्ने आहारा पनि त्यहाँबाट चाहिँ नै पर्याप्त हुन्छ र छिटोभन्दा छिटो चाहिँ नै माथि पुग्छ। 2 महिनाको देख्न सक्नुहुन्छ। यसरी चाहिँ नै सर्भाइभ गरेको छ। लगभग हामी बढीमा अबको 2 देखि 3 महिनामा गर्मी समयमा अलि छिटो बढ्छ र गर्मी समय र बर्सातको समयमा यो छिटो बढ्ने हुन्छ। तसर्थ यसलाई 2 देखि 3 महिनामा चाहिँ माथि टाइपसम्मै पुर्याउने हाम्रो लक्ष्य छ र पुर्याइ पनि सक्छौँ हामी। त्यसरी चाहिँ नै तपाईँहरूले प्रत्येक चाहिँ नै महिनामा सकेसम्म चाहिँ नै महिनामा 2 पटक अन्यथा महिनामा 1 पटक चाहिँ नै झोलमल सब चाहिँ नै राखिदिनु होला, हालिदिनु होला। मात्रा मिलाएर राखिदिनु भयो भनेदेखि यसको ग्रोथ चाहिँ नै ग्रोथमा कमी हुँदैन र छिटोभन्दा छिटो चाहिँ यो बढ्छ। र तपाईँले रोपेको यसरी चाहिँ नै यो प्रक्रियाबाट तपाईँहरूले चाहिँ नै प्रक्रिया अपनाउनु भयो भनेदेखि रोपेको 1 देखि 1.5 वर्षभित्रै चाहिँ नै मजाले तपाईँले योबाट फल प्राप्त गर्न सक्नुहुन्छ वा योबाट चाहिँ नै आम्दानी लिन सुरु गर्न सक्नुहुन्छ। यो त थियो हामीले ड्रागन फ्रुट रोपिसकेपछि के कुरामा ध्यान दिनुपर्छ वा के कुरामा गर्नुपर्छ ड्रागन फ्रुटका बिरुवालाई भन्ने। अब हामीले यसको रोगको विषयमा पनि केही जानकारी दिउँ। यसलाई रोग खास त्यस्तो केही पनि लाग्दैन। यदि तपाईँले यो बिरुवा हिउँद याममा वा चिसो समयमा रोप्नुभयो भनेदेखि यसलाई चाहिँ फङ्गिसाइड विरुद्धको औषधि महिनामा 2 पटक
दिँदा मजाले हुन्छ। अन्यथा वैशाख जेठमा चाहिँ रोप्नुभयो भनेदेखि यसलाई त्यस्तो औषधि उपचार गर्नु औषधि केही पनि दिनु पर्दैन र बर्सातको समयमा पनि तपाईँले रोप्नुभयो भनेदेखि तपाईँले चाहिँ फङ्गिसाइड विरुद्धको औषधि दिनुपर्ने हुन्छ। यो सम्बन्धी पनि हामीले भिडियो बनाएर राखिदिएका छौँ, माथि आई आइकनमा देख्न सक्नुहुन्छ। यहाँ क्लिक गरेर फङ्गिसाइड विरुद्धको औषधि वा चिसोबाट बचाउन के गर्नुपर्छ भन्ने विषयमा चाहिँ हामीले भिडियो बनाएर राखिदिएका छौँ, त्यहाँ गएर पनि हेर्न सक्नुहुन्छ भन्दै आजलाई पनि छुट्टिन्छु। जाँदै भिडियोलाई लाइक गर्नुभएको छैन भने कृपया भिडियोलाई लाइक गर्न अलिकति पनि कन्जुसाइ नगरिदिनु होला र च्यानलमा नयाँ हुनुहुन्छ अहिलेसम्म सब्सक्राइब गर्नुभएको छैन भने च्यानललाई सब्सक्राइब गरेर पनि राख्न सक्नुहुन्छ, ताकि हामीले हाल्ने प्रत्येक भिडियो हरेक भिडियो सबैभन्दा पहिला तपाईँ समक्ष पुग्न सकोस् भन्दै आजलाई पनि छुट्टिन्छु। हस् त।